सो हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। सो हामी पुगे सल्वा पुगिसकेर घरभित्र फर्स्ट पसेको मेरो वाइफको भिडियो करना त बनता ही है। अन्त हामी बस्छु सल्वामा गभर्मेन्ट क्वार्टरमा। सो म फेरि गएँ रजनीकान्त स्टाइल बनाउनु लागि। निस्किँदा मुमाले थाल सजाउनु हुँदै थियो। थाल सजाइसकेर नुहाइधुवाइ गरेर फ्रेस भइसकेर बसेँ हामी टिका लगाउनु। अन्त हामीले चामलको टिका लगाइन, किनकि पण्डित बाजेले चामलको टिका लगाउनु हुँदैन भन्नुभयो। अनि त्यही लागि हामीले नर्मल रेगुलर टिका लगाएँ। अन्त टिका लगाइसकेर हामी निस्के अजीहरूको घर जानु लागि, बोजूहरूको घर। अन्त त्यहाँदेखि बाटोमा रोकेँ मिठाईहरू किन्नु लागि। किनिसकेर हामी हिँड्दै गयो अजीहरूको घर। अन्त अझै एउटा चिज यो थियो कि अजीलाई हामीले भनेको थिएन कि हामी आउँदैछु भनेर, म र मेरो वाइफ। अन्त त्यहाँ पुगेँ। त्यहाँ पुगिसकेर अजीले हामीलाई देख्नुभयो। देखिसकेर मैले यस्तो ढोक्नु खोज्दाखेरि फर्स्ट दक्षिणा पाइहालेँ मैले। एक्चुअली अजीले बोलाउनु हुँदै थियो, तर हामी चाहिँ आउँदिन भनेर भनेको थियो नि त। किनकि अन्त एक्चुअली सरप्राइज दिनुको लागि, तर अझै चाहिँ त्यहाँ रिसाउनु भयो। एकैछिन गएँ, पाजुलाई ढोकेँ हामीले, मामालाई। त्यहाँ ढोकिसकेर अजीले टिका लगाइदिनु भयो मलाई र मेरो वाइफलाई। अजीको हातको टिका लगाएर एकदमै खुसी लाग्यो। त्यहाँदेखि टिकाहरू लगाइसकेर हामीले गएँ, सबैलाई ढोकेँ पालै पिलो। सो भिडियोग्राफरमा थियो मेरो मुमा। सो ढोकिसकेर आएर मैले अजीलाई बोलाएँ भिडियोको लागि, एकपल्ट आउनु भनेर। सो हेर्नु सक्नुहुन्छ ल, अझै त्यहाँ लजाएर त्यहाँदेखिको हामी गएर त्यहाँ वकिङ गर्नु गएँ। वकिङबाट आएर हामीले लन्च गरेँ। लन्च गरिसकेर त्यहाँ मिठाईहरू खाएँ। सो हामीले यो मिठाईलाई भन्छु सुली मिठाई। तपाईँहरू के भन्नुहुन्छ यो मिठाईलाई? सो यो म मिठाई यो इन्जोय गर्छु। सो तपाईँलाई म भेट्छु अर्को मिनी ब्लगमा। अहिलेको लागि बाई बाई।